यो बाटोमा पनि यसरी पुलहरू भत्काइने आदि इत्यादि नफर्किने हजुरको भावना के फर्केको होइन कि लखटिएको ए लखिदिनु पर्यो त्यसमा हजुरको होइन हामी लखेट्यौँ लिँदैछ नि सर काठमाडौँतिर लिँदैछ यहाँ सक्नुहुन्छ यतिखेर हाम्रो सुदूरपश्चिममा हामी चिनाउँछौँ भन्दै महान अभियानका संयोजक धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालज्यूले लामपाटा नपुग्दै फर्किनुपर्ने अवस्था आयो त्यसमा त हजुरको भावना के फर्केको होइन कि लखेटिएको ए लखिदिनु पर्यो त्यसमा हजुरको होइन हामी लखेट्यौँ सबभन्दा खेद त मलाई के लाग्यो भने हामी आउनुभन्दा अगाडि हामी को आउँदैछौँ कहाँ राति यो बाटोमा पनि यसरी पुलहरू भत्काइने आदि इत्यादि नफर्किने यो ढुङ्गामुढा भइरहेछ यहाँ अहिले ढुङ्गामुढा गरिरहेछन् यहाँ हेर्नुहोस् ढुङ्गामुढा भइरहेछ यहाँ ल एकदम अवस्था नाजुक छ र हेर्नुहोस् दर्शक गुरिन यसरी कुटिराखेका छन् नरबहादुर लामाजी हुनुहुन्छ उहाँलाई यसरी कुटिराखेका छन् हुम्लाको टोलीले यो बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर 3 मा पर्ने लामपाटा हो लामपाटा उहाँहरूको जग्गा नै छ लालपूर्जा नै छ यसरी कुटपिट गरिराखेका छन् हेर्नु त यहाँ यतिजना धेरै मान्छेहरू चाहिँ उनीहरू जम्मा भएर हातमा लट्ठी समातेका छन् धेरै भिडियो चाहिँ गर्न सकेन उहाँहरूले मोबाइल सबै खोसेर राखिसके पश्चात भिडियो धेरै गर्न पाइएन तर उहाँहरूले हेर्नुहोस् यसरी मान्छेलाई चाहिँ कुटिराखेका छन् त्यो लेडिज पनि हुनुहुन्छ उहाँलाई पनि पिटिराखेका छन् अनि त्यसपछि नरबहादुर लामालाई पनि पिटिराखेका छन् हुम्ला बाजुरा सीमा विवाहको अगाडि दर्शकहरू हेर्नुहोस् यस्तो अवस्था छ खाना त्यतिखेर यहाँ पनि खायो नदीमा भित्र जाँदै हाम्रो कस्तो पाउँदै दाल चाहियो त्यो दाल पनि सबसे मलाई भन्नुहोस् अनि मैले भने हेलो एभ्रिवान स्वागत छ मेरो नयाँ भिडियोमा यो चाहिँ कुनै भ्लग भिडियो होइन एउटा इम्पोर्टेन्ट कुरामा कुरा गर्नुपर्ने भएकाले त्यही भएर यो भिडियो बनाउँदैछु होइन कुरा चाहिँ के हो भन्दा हाम्रो धनगढीका मेयर गोपी हमाललाई हुम्ला र बाजुराको सिमानामा लखटिएको छ होइन हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ भनेर हिँडेका गोपी हमाल र गोपी हमालको टिमलाई लखेटिएको छ भन्दा पनि त्यहाँ जग्गा विवादका कारणले अरूको झगडा हुँदाखेरि उहाँ त्यो समयमा त्यहाँ पुग्नु भएको रहेछ र त्यहाँ उहाँमाथि पनि ढुङ्गामुढा भएको रहेछ होइन अब किन पर्यटकहरूलाई चाहिँ किन लखेट्नु पर्यो होला होइन पर्यटकहरूले चाहिँ तिनीहरू के बिगाडेको थियो होइन आफ्नो आपसी झगडा थियो भने आपसी झगडा मिलाउनु पर्ने थियो होइन त्यस्तो अरूलाई मारपिट कुटपिट गरेर हेलीमा हालेर चाहिँ अस्पतालतिर पठाइएको छ होइन आज या हिजो कुरा कहिलेको आज चाहिँ सामाजिक सञ्जालमा आएको हुनाले चाहिँ आज भनियो होइन हेलीमा हालेर पठाइएको छ होइन
यस्तो नगर्नु हुने हो होइन। पर्यटक गए उनीहरूकै फाइदा हो, त्यतातिरको लोकल मान्छेकै फाइदा हो। किनभने भोलि गोपी हमाल भनेको त एउटा राम्रो चेहरा भएको मान्छे होइन। सैपाल बेस क्याम्प जाँदै थियो, त्यहाँ केही नभए पनि 10 जनाले रोजगारी पाउँथ्यो होला कि। उहाँहरूलाई देखेर अरू पनि जान्थ्यो होला, अरूलाई नै होटल चल्थ्यो होला, होमस्टेहरू चल्थ्यो होला होइन। गाडीवाला चलाउँथ्यो, भारी बोक्नेले चलाउँथ्यो, कमाउँथ्यो होइन। उनीहरूले त आफ्नो परिवार पाल्न सक्थ्यो होला नि होइन। बाँकी सब यस्तो नहुनु पर्ने थियो, भइहाल्यो। अबदेखि नहुनु होस् होइन। अरू चाहिँ के भन्नु छ र। राम्रो काम गर्ने मान्छेलाई गर्न दिनु भनेको यही हो होइन। अनि अब घाइतेहरू 4 जना घाइते भएको छन् भन्न सुनिएको छ होइन। 4 जना मध्ये सबैको स्वास्थ्य लाभको कामना होइन। भगवान्ले उनीहरूलाई रक्षा गरून्। बाँकी सब त के भन्न सकिन्छ, हाम्रो हातमा के छ। हामीले त त्यही हो, बोल्ने काम हो, बोलिदियो होइन। बाँकी सब त त्यस्तै हो। अब भन्लान् कतिले त यस्तो ड्रेस भनेर ठुल्ठुलो कुरा गर्छस् भनेर। ठुलो कुरा गरे होइन, एउटा सानो कुरा गरे होइन। हेर्नु छ भने हेरिदिनु होला भिडियो। बाँकी सब यस्तै हो। बाँकी सब के भन्ने, अब थोडा सानो क्लिपहरू त्यो पहिला भिडियोको यस पछाडि चाहिँ जोडिदिने छु, हेर्नु होला होइन।